Hello everyone, welcome back to vlogs. आज चाहिँ हाम्रो घर नजिकै चितुवा आएको थियो। हजुरहरूलाई पनि मैले चितुवा देखाउँछु, हेर्नु होला है त। ल देखाऊ। ए गुड्नु। ओए 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 जम्मै बाहिर निस्किन अहिले हामी खेला हजुरहरूलाई चितुवालाई देखिसक्नुभयो गाइजहरू होइन। चितुवा चाहिँ डिज्नील्यान्ड स्कुल निरी के त्यो ठाउँलाई गैरीखेत भन्छ कि मासबार भन्छ, त्यही छ नि त डिज्नील्यान्ड स्कुल। गैरीखेत हो कि त्यस्तै मासबार हो। हजुरहरू पनि डिज्नील्यान्ड स्कुल देख्नुभएको छ होला। हजुरहरूले फर्स्ट टाइम देख्नुभएको कि कतिचोटि देख्नुभएको बाघ? मैले चाहिँ फर्स्ट टाइम देखेको बाघ चितुवा फर्स्ट टाइम देखेको मैले चाहिँ। ठुलो थियो गाइजहरू त्यो चितुवा चाहिँ। डिज्नील्यान्ड स्कुल निरी थियो, एउटा घर निरी बसेको थियो। अनि त्यहाँ चाहिँ डक्टरहरू आएर सुई लगाइदिनु भयो। आएर सुई लगाइदिएर चाहिँ त्यो चाहिँ एकछिन लस्ट परेको थियो अनि सबै गएर हेर्नुभएको थियो। हजुरले पनि त्यहाँ देखिसक्नुभयो होला। वन विभागको कि जनावरहरू समात्ने हुनुहुन्छ, तर वन विभागको कि त्यस्तै के भन्छ हजुरहरूलाई थाहा छ होला। जे भए पनि बाघ आयो यस्तो सुरु गरेर पनि हेर्नुभयो होला गाइजहरू। म त निकाल्दाखेरि सबैले भाग्नु भएको थियो, त्यो बेला मलाई डर पनि लागेको थियो के भन्छ जाग्यो कि भनेर। पछि अगाडि गएपछि बल्ल भेटेको गाइजहरू मैले। के जागेको त नरहेछ, ल्याउनु भएको रहेछ। वाचिङ गाइजहरू, हजुरहरूलाई यो कस्तो लाग्यो, यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ। बाइ बाइ गाइस, सी यू टुमारो। थ्याङ्क यू फर वाचिङ।